हजुर यो टुर राम्रै थियो। अब सोचेको जस्तो चाहिँ खेल्नु सकेन, किनकि अब धरानमा यहाँ राम्रो खेल्नुको लागि हप्ता दिन अगाडि आएर खेल्यो भने राम्रो हुन्छ। अब पटिङको फिल लिँदा गेमै सकिन्छ होइन। आज पनि तिन पट कति हाने अब धरानमा पटिङ गर्ने ठाउँ पनि छैन, त्यही भएर पटिङ म्याक्सिमम् पटिङले नै हारे आज पनि। अनि त्यही भएर अब के भन्नु, जस राम्रै भयो गेम, किनकि स्कोर अब अन्डर भयो अनि त्यसमा खुसी नै छु, अन्डर राख्नु सकेँ। यो सिजन तपाईँको लागि चाहिँ व्यक्तिगत रूपमा कस्तो रह्यो? यो सिजन चाहिँ धेरै राम्रो छ, किनकि अब मैले मेहनत पनि गरेको, त्यही भएर फल पनि पाएको होला। यसमा चाहिँ फेरि यो गेममा चाहिँ मैले धेरै उयो गरेँ क्या, एक्सपेक्ट गरेँ पटिङ छिराउँछु भन्नेतिर गयो, टु पट खेल्छुतिरै गयो अरे क्या। अनि त्यही भएर म्याक्सिमम् पटिङ बिग्रियो, अरू सबै खेलेको राम्रै भयो। अनि मैले यो गेममा चाहिँ आज कहाँ फिल गरेँ भने क्याडी पनि अलिकति राम्रै चाहिँदो रहेछ भन्ने फिल गरेँ क्या मैले, किनकि हुन त्यो मेरो भाइ नै थियो। अब भाइलाई के हकार्नु के उयो गर्नु भन्ने भयो क्या, नत्र क्याडी पनि राम्रै चाहिँदो रहेछ भन्ने चाहिँ थाहा पाएँ मैले। त्यति साह्रो खुसी त छैन अब नम्बर 1 हुनु त, अब किनकि यस्तो हुन्छ नि, खुसी भन्दा नि अब जस्तै अब अहिले मन भर्खर राम्रो खेल्न थालेको, न त पहिला त त्यति राम्रो खेल्दैन थियो। अब यो शुक्रहरूसँग खेल्नु पाइनँ नि त, उहाँहरूसँग खेलेर अब जितेको भए खुसी हुनु। अब सुभाषसँग त जित्यो काठमाडौँ ओपन खेल्दा, तर शुक्रसँग त्यति भिडन्त भएन। अब सबैसँग भिडन्त भएर नम्बर 1 हुनु र अब आफू मात्र अब त्यो बुढो मान्छेहरूसँग खेलेर नम्बर 1 हुनु फाइदा छैन। अनि त्यही भएर चाहिँ अलिक खुसी छुइनँ म। तपाईँको चाहिँ यो आगामी योजनाहरू केही बनाउनु भएको छ? हजुर त्यस्तो त छैन। अब सबैजनाले चाहिँ अब गेम राम्रो छ, इन्डिया खेल्नु जा भनेर भनिराख्नु भएको छ। त्यस्तो भन्दाखेरि अलिकति जोस जाँगर पनि आउँछ। अब हेर्दै जाउँ कतिको अब के हुन्छ होइन। खेल्नु त अब सकिन्छ पनि जस्तो लाग्यो, तर त्यहाँ खेल्नुको लागि चाहिँ मेन्टली एकदम स्ट्रङ चाहिन्छ। अब यहाँको जस्तो आयो गयो, धरान काठमाडौँ जस्तो हुँदैन, त्यहाँ अनेक ठाउँमा उयो देखेँ मैले, भोगेँ त्यहाँनिर पनि। अनि त्यही भएर अब मेन्टली स्ट्रङ चाहिँदो रहेछ त्यहाँ जानुको लागि चाहिँ। हजुर यो सिजन नम्बर 1 हुनको लागि, यो पर्फर्मेन्स ल्याउनको लागि तपाईँले कस्तो खालको मेहनत गर्नुभएको थियो एकचोटि बताइदिनुहोस् न। यो सिजनको लागि म्याक्सिमम् प्राय बल हान्थेँ, प्र्याक्टिस गर्थेँ, अनि बेसी जस्तो रनिङ गर्न जान्थेँ। रनिङ चाहिँ गरेपछि तपाईँको के हुँदो रहेछ भने अलिकति रिसाएको बेलामा त्यो माइन्ड फ्रेस हुने, अनि चिन्डे डाँडा कता कता बेला एक्लै जान्थेँ क्या, रनिङ गर्नु हिँड्नु जान्थेँ। अब ओकालो कुद्नु नसकिने ओह्रालो त कुद्नु सकिन्थ्यो, अनि त्यहाँ जान्थेँ, कुदेर अलिकति माइन्ड फ्रेस हुँदो रहेछ अनि थाहा पाएँ मैले।